हेलो हेलो सर, के गर्न लाग्नु भएको? मैले घर बिक्रीमा रहेछ सर, अनि भिडियो बनाउन लाग्यो सर। होइन होला किन सर? यार, जुन घरमा 14 बाई 14 को पिलर छ, भुइँदेखिबाट कौसीसम्म 9 इन्चीको वाल छ, घर हेर्दाखेरि यस्तो दामी छ, बङ्गलो डिजाइनको घर छ, गेट अगाडि 12 फिटको ढलाने बाटो छ, पार्केटिङ छ, हेभी डेकोरेसन छ, अनि यस्तो राम्रो घर बिक्रीमा आउँछ र लोकेसन वाइज कुरा गर्नुहुन्छ भनेदेखि बुढा नीलकण्ठ नगरपालिका वार्ड नम्बर 11 को प्राइम लोकेसनमा पर्न आएको यो घर बिक्रीमा आइसकेको छ। खतरा बङ्गला पनि बेच्छु भनेको छन् र सर, साँच्चीकै भित्र पनि हेर्न मिल्छ त? मिलिहाल्छ नि, आउनुहोस् न। एउटा ठुलो गाडी राखेर 3टा मजाले बाइक राख्न मिल्ने ठुलो पार्किङ, त्यतिकै हजुरले टिभी क्याबिनेट पाउनुहुन्छ, एउटा सानो हल पाउनुहुन्छ, साथै अट्याच किचन पाउनुहुन्छ, फुल डेकोरेसनमा पाउनुहुन्छ अट्याच किचन। यता जानुभयो भनेदेखि बाल्कनी पाउनुहुन्छ, एउटा ठुलो बाल्कनी पाउनुहुन्छ, यति राम्रो टक्क हावा आइरहने, घाम मजाले लाग्ने बाल्कनी, टक्क खाना खाँदा पनि मजाले आनन्दसँगले। र बाथरुम सर यो चाहिँ? हजुर, यता छ बाथरुम। बाथरुम यता देखाइदिनु होला। बाथरुम पाउनुहुन्छ, एउटा सानो रुम पाउनुहुन्छ, मजाको सानो रुम छ, लाइट पनि फुल लाइट, हावा सबै, बरन्डा एटाच बरन्डाको रुम। यो अहिले फिनिसिङ नहुँदै यत्रो खतरा छ, फिनिसिङ भएपछि कस्तो देखिरहेछ सर? आधी पनि भएको छैन, झन् अझै हेभी डेकोरेसन गर्न बाँकी छ। अर्को एउटा रुम पाउन सक्नुहुन्छ। यति डेकोरेसन गरेपछि चाहिँ महँगो छ कि सर? महँगो त्यस्तो खासै महँगो छैन। हजुरले अब हामी लागौँ फर्स्ट फ्लोरतिर। मूल ढोकाबाट भित्र छिर्ने बित्तिकै हजुरले पाउन सक्नुहुन्छ सुज ऱ्याक, 10,000 लिटरको रिजर्भ ट्याङ्की पाउन सक्नुहुन्छ, खानेपानीको पनि सुविधा छ। भर्याङ हेर्न सक्नुहुन्छ भनेदेखि भर्याङ तलदेखि माथिसम्म पुरै सिसौको पार्केटिङ हेर्न सक्नुहुन्छ। हेभी सिसौको पार्केटिङ गर्नुभएको छ, बार बनाउनु भएको छ। यो चाहिँ टिभी क्याबिनेट। यता देब्रे साइडमा बार रहेको छ भनेदेखि दाहिने साइडमा एउटा ठुलो टिभी क्याबिनेट रहेको छ, हल सुधाको एकदम हेभी किचनमा पनि हजुरले यस्तो हेभी डेकोरेसन पाउन सक्नुहुन्छ। पुरा दराज बाथरुम रहेको छ, सानो एउटा लिभिङ रुम पाउन सक्नुहुन्छ। लिभिङ रुममा पनि डेकोरेसन भइरहेको छ, अहिले हुन बाँकी छ। यो डेकोरेसन आदि पनि भएको छैन। फिनिसिङमा अर्को एउटा हजुरले के सुविधा पाउनुहुन्छ भनेदेखि 2-3 दिनमा हजुरले बयना गर्न आउनुहुन्छ, घर मन परेर घर किन्नुहुन्छ भने हजुरको इच्छा अनुसारले डेकोरेसन पनि गराइदिनुहुन्छ यहाँको साउले। ए भनेपछि तपाईँको यो फिनिसिङ हुनुभन्दा अगाडि आयो भने मेरो इच्छा बिना मैले डेकोरेसन गर्न पाएँ, थपथाप गर्न पाएँ? बिना तपाईँले जस्तो भन्नुहुन्छ त्यस्तै गरी डेकोरेसन हुन्छ, हजुर थपथाप गर्न पाएँ एकदमसँगले। पार्केटिङ हो, अहिले यहाँ खाली रहेको छ, वर्किङ भइरहेछ। यो सबै सिसौको पार्केटिङ हुन्छ। हजुरको भुइँ जति पनि खाली भुइँ छ सबैमा सिसौको पार्केटिङ हुन्छ। रुम रहेको छ एकदम। यो पनि वार्डरोब, हेभी वार्डरोब छ, फुल तलदेखि माथिसम्मको वार्डरोब बन्न गइरहेको छ, एकदम राम्रो छ। रुममा हजुरले प्रत्येक रुमको लागि एक-एकवटा अट्याच टोइलेट पाउनुहुन्छ। यो एउटा एकदम राम्रो गरिदिनु भएको छ उहाँले। डेकोरेसन हल्का पाउन सक्नुहुन्छ। हजुरले एकदम राम्रो ठुलो बाल्कनी टक्कसँगले प्रत्येक रुममा हजुरले बाल्कनी पाउन सक्नुहुन्छ। मौसम पनि खत्रै छ जस्तो छ सर। वासिङ मेसिन राख्नको लागि, लुगा धुनको लागि आवश्यकको चिज। हामी माथि कौसीमा लागिरहेको छौँ अहिले। कौसीमा अर्को एउटा रुम रहेको छ। यो हजुरले पूजा कोठानी बनाउन सक्नुहुन्छ, यसलाई स्टोर रुम पनि बनाउन सक्नुहुन्छ, अथवा हजुरले छुट्टै एउटा तलदेखि माथिसम्म 9 इन्चीको वाल, 14 बाई 14 को पिलर। हामी यहाँबाट माथि फेरि सानो एउटा कौसी छ, भ्युजहरू एकदम राम्रो देखिने।